पुरानो स्टेसन रहेछ क्या ड्याडी यो पनि लिएर गएर यसो घुमाएर खिचेर ल्याउनु न सुन्नु मै झर्छु बाबु नआउँछ नि भर्खर रहेछ मम्मीको त टाउकाको हो त्यो माथि राख्नु त यहाँ देखिएन डर लाग्दो बाटो रहेछ क्या बाबा डर लाग्दो बाटो यहाँ दुईटा गाडी भयो नि क्या नि एउटा गाडी अझ 13 मिनेट भनेर ब्याग जानुपर्छ मम्मी यो समातेर अगाडि खिचिरहनु नि अब लाउनु त यहाँ समात्नु अनि ठ्याङ्ग आफै खिच्छ बाटो हेर नि त्यो क्यामेरा हेर्नु त आएन गाडी अगाडि बाटोतिर तेरो के भन्दै आयो सबैलाई त्यो गाडी आउँछ फेरि अर्को जाने अर्को आउने गर्नु यसो तान्नु कि तल भक्कु पार्नु त कस्तो गाडी पनि छिन ठाउँमा रहन्छ जस्तो भयो बन्द गर्दैन वहीँ गएर तिमीलाई मम्मी वहीँ गएर तिमीलाई जाऊँ आइयो अब मान्न परेन मान्छन् जुत्ता टोकरीमा हाल्नु अहिले हिँड्न उना लाम्ला क्या आइज न मोबाइल लिएर देखाएको छ न पानीको बोतल एउटा हाल्नु नि त ल्याउनु गइहाल्छु मैले ए अँ बाबुकै प्रेम छ नि खान्छु म खोल्दै खोल्दै यस्तो हावा लाग्छ पछि लाउने ठुलो लिएर जाने हो ठुलो लाने कि सानो कस्तो जाडो क्या हुँदो रहेछ रातो आएको क्या साना के खाएको बेबीले यो चाहिँ यिनीहरू खै त टिप्नी जस्तै छैन यिनीहरूले त ठगे क्या हो मम्मी खै त भ्याइ जस्तो बोट के सर्लकै खजे खै त न खान पाइए न टिप्न पाइए म त केही देखाएन सुन्तला सुन्तला बारी भने न खान पाइए उयो अग्लो टिप्दिन्छ ड्याडी माथि माथि रहेछ के
कुन मिठो हो चाहना त हुन्थ्यो नि एउटा नि बाल्टी खसाल्नु होला है मम्मी देखियो यहाँ छैन ड्याडी नजिकबाट ड्याडी कहाँ आएको ठाउँको नाम भन्नु न मम्मी ठाउँको नाम कहाँ हो कहाँ छ तल हुनु पर्यो नि हामीले टिप्ने यही साइडतिर बस्छौँ अलि तल खै केही देखाएन मैले त एउटा देखायो यो रित्तेको फर्ममा आइए जस्तो लाग्यो मलाई केही छैन त मम्मी यति अझै आउँदैछन् भोलि नै आउला न अनि फेरि 13 हुँदै भन्नु ल यहाँ छिरौँ न त एक लट नछिर त अब त छैन हो यो मेन बाटोको घर सबैले टिप्यो होला नि यसो तल भेट्यो त एउटा खाँदै हिँड्नुहुन्छ नि आउनु यहाँ आउनु मैले देखिसकेँ त्यताबाट जाऊ ल एउटा त टिपिहालेँ एउटा टिपेँ मैले हराइन्न क्या बाबा फेरि हामी होला अचार बनाउने यसको धेरै होला अचार बनाउनु ठिक होला अचार बनाउनु त्यस्तो अमिलो खचा राम्रो बनाइदिन्छ बाबु मिठो छैन कागज पनि यति भएछ ए यो खाँदिनी हिँड्नु नि अब भात दिने एकैचोटि गरेर तातो भात दिएर नि बल्ल निस्किने मिठो छैन यो त्यही भएर मान्छेले नलगाएर जाने जानु न एउटा फोटो खिच्दिउँ कालो न कालो अब उठ्या पाउँछ र फोटिदिन्छ है अघि त हेर न त मैले यहाँ छ यहाँ मम्मी यहाँ छ उता त कालो रहेछ हेर्नु त तपाईँले लिएको त तपाईँले लिएको एउटा त कालो रहेछ कालो त यहाँ प्रायः कालो छ ए चाखेर लिनुभयो के छ उता उतातिर गयो भने बाबुले हिँड्नु सानो आऊ जाऊँ सानो आऊ हिँड्नु छोरी हिँड चाखेर मात्रै टिप्नु मम्मी बरु त्यो साना सानैहरू मिठो थियो होला के बेस्वाद लाग्छ कि मलाई मलाई यस्तो स्वादै लाग्दैन ठुस्छ बनाएको जस्तो अब जाने अहिलेको बाटो जाने कि अर्को बाटो ए अमिलो मन पर्छ कि मलाई त हाम्रो नै नजाने अहिलेको बाटो त त्यहाँ नेट भएको कुन बाटो जाने थाहा छैन अब जुन गाडी पछि लाग्यो नि गाडी मलाई कहिले र नुनिलो खुवाउनुपर्छ ड्याडीले भन्नु त्यही छ त नुन त नुन नखाने अब पेट बटार्छ अब त खानेकुरा भनेको नि नआउँछ हुन अलि टाढा गएपछि आउँछ थाहा गर्दैछ बाल्टी कति बाल्टी ल्याउनु भयो मम्मीले खै पनि बाल्टी अलि बोकेर हिँड्नुपर्छ पर्दैन यही देखाउने यो बाबुले खाने जस्तो भन्यो भने
कोठै केले आज वाक सकेर मम्मी गाडी भरि त्यो थाहा पाइसक्यो मैले खोसेर फाल्दिनु बाबा अमिलो पनि छ बिहानदेखिको अन्न परेको नि पेटा हामीले पर रोटी ऊ अर्को बोटमा टिप्ने पा सानो दिनु न त खेलाउनलाई एउटा खेलाउनु सानो खाले के ए ल ल सान्या को चाहिँ हो को हो भन्दा सानो सानो अलि अगाडि जान्छु कि साना चिप्लिनु होला हेरेर हिँड्नु छ्या त सुन्तला नलाइदिनु बल्ल त आहान ड्याडीले 2 बजेपछि आउन पाइन्न अन्त लाग्नु भयो 3 बजेपछि 3 अब त सुन्तला भोलि छैन बन्द गरे उहाँले बोकेर ल्याएको खर्च आई वन्डर नि पनि कुनै छैन नि त उ गर्ने कुरै छैन नि त साना बाबा कहाँ चढेको मेरो त हातले पुग्दैन कि यसलाई भिडियो बनाइदिउँ भन्ने नि सानो हात गल्यो मम्मी है त नि मम्मी हराउनु भयो यहाँ त सबै रित्तिसकेको रहेछ कि छेउतिरको त बाबुलाई राम्ररी समात्नु है सानो आज मात्र रहेछ ए धन्न खोपेन सानो Wow. Mama. Say mama. Say mama. Mama. Say mama. Mama. यस्तोमा त आउनु यतिसम्म त आउनु पर्यो एउटा बल्ल देखा भने जस्तो यसो देखा काम परेर मम्मीलाई कहाँ छ भन्दै खोज्न थाल्नु भयो होला सुन्तला यस्तो होइन यस्तो त्यो ठाउँमा नेट छैन साथी छैन भन्नु न बाबा त्यो तेल त्यति ठाउँ त्यो बुढो म त्यो बुढो मात्र रहेछ त्यहाँ अझ अगाडि